श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारमाथि एकपछि अर्को गम्भीर प्रश्न उठाइरहेका छन्। उनले खुला पत्र मार्फत सरकार संसद छलेर चलिरहेको आरोप लगाएका छन् भने लेपुलेप हुँदै भारतले कैलाश मानसरोवर मार्ग सञ्चालन गर्दा सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्। साम्पाङले भने कूटनीतिक नोट मात्र होइन, अब सीमामा कडा कदम चाहिन्छ। उनले सीमामा सुरक्षाका लागि सेना परिचालन गर्न माग गरेका छन्। त्यसैगरी सुकुमवासी बस्तीमा डोजर चलाउने सरकार जनताको राहत र विपद व्यवस्थापनमा भने कमजोर भएको भन्ने आरोप पनि लगाएका छन्। अर्थतन्त्रबारे पनि उनले चेतावनी दिएका छन्। विदेशी ऋण बढ्दै जाँदा देश झन जोखिममा पर्ने दावी गर्दै उनले पारदर्शी बजेट र जनमुखी नीति आवश्यक रहेको बताएका छन्। अहिले प्रश्न उठिरहेको छ, यो हर्क साम्पाङको राष्ट्रवादी दबाव हो कि सरकार विरुद्ध बढ्दो राजनीतिक असन्तुष्टि? अब बहस